हेलो साथीहरू, नमस्कार। सधैँ चाहिँ आज पनि म हजुरहरूसँग उपस्थित भइसकेको छु। म चाहिँ घरकै काममा व्यस्त थिएँ। आज चाहिँ मैले भाँडासाँडा थुप्रो थियो, नानीहरूले खाजा खाएको अनि हामीले पनि खाजा खाएको भाँडाहरू थुप्रो थियो। अनि त्यो भाँडाहरू चाहिँ सबै मोलिसकेँ। अनि मैले चाहिँ सब्जी लट्टेको सब्जी पनि पकाउँदै थिएँ। सब्जी पनि पकाएँ। मैले चाहिँ सब्जी पकाइसकेँ। अनि चाहिँ हाम्रो नानी चाहिँ सानो नानी चाहिँ फुलमा पानी हाल्छु मम्मी भनेर नसकिकन बाल्टीमा पानी भरेर लाँदै थिएँ। मैले चाहिँ अनि बाहिरसम्म पुर्याइदिएँ। उसले अलिअलि फुलमा पानी लगाउँदै थिएँ। मेरोमा चाहिँ फुल त्यति धेरै छैन रोपेको। मैले चाहिँ नानीले सानो हुँदाखेरि नानीले चुड्दै फ्याल्दै गर्थेँ। त्यही भएर मैले चाहिँ त्यति धेरै फुल पनि रोपेको छैन। अनि मैले चाहिँ यता बोडी चाहिँ अर्कै स्टाइलले पकाउँदै थिएँ। आज चाहिँ बोइल गरेर बुढीलाई अनि त्यसपछि सिमला प्याज खोर्सानीहरू लगाएर हल्का नर्मल तरिकाले पकाएको। हाम्रो नानी चाहिँ बाहिर बसेर हेरिरहेको थियो, झ्यालमा बसेर भ्यू। बाहिरको भ्यू चाहिँ एकदमै राम्रो छ। मैले चाहिँ अनि सामानहरू जताततै थियो अनि त्यसलाई मिलाएर राखेँ। अनि हाम्रो नानीले चाहिँ अब हेर्न कस्तो मजाले मिलाउँदैछु म चाहिँ। मैले चाहिँ सब्जी यस्तो तरिकाले पकाएँ। बाहिर नानी चाहिँ टक्क हेरिरहेको थिएँ बाहिर कस्तो छ भ्यू भनेर। अनि हामी चाहिँ सबैजना मेरो चाहिँ खाना पनि सबै रेडी भइसकेको थियो। सब्जी पनि रेडी भयो। अनि मैले चाहिँ सब्जीहरू खन्याएर टक्क राखेर बसेँ। बाई।